BYD चाइनिज ब्रान्ड कम्पनी जहाँ चाइनिज सामानलाई एउटा ब्याड क्वालिटीको चिप कपीको सामान बनिन्छ, नराम्रो सामान बनिन्छ। त्यही यस BYD ले चाहिँ विश्वमा अहिले सबभन्दा राम्रो र एउटा EV कम्पनीमा टेस्ला जस्तो कम्पनीले पनि मारेर जितेर अहिले अगाडि भएको छ र हरेक मान्छेको एउटा सपना भएको छ। त्यसको नामै रहेको छ BYD, यानि कि बिल्ड योर ड्रिम। र अहिले हरेक मान्छेको एउटा ड्रिम भइसकेको छ यो कार किन्नलाई। जहाँ चाइनिज प्रोडक्टलाई एउटा चिप लेभलको प्रोडक्ट भनिन्छ, त्यही यस BYD चाहिँ एउटा सुपेरियर र लग्जरी कार भइसकेको छ। कसरी एउटा अनाथ बच्चा जसले बच्चामा खाना पाएको थिएन अहिले लाखौँ मान्छेले रोजगार दिइरहेको छ र एउटा ब्याट्री बनाउने कम्पनीले अहिले विश्वमा EV को दुनियाँमा सबभन्दा राम्रो कार बनाउन थाल्यो। आज यस सक्सेसफुल जर्नीको कुरा गर्नेछौँ हामी यस भिडियोमा। त्यही भएर यस भिडियोलाई हेर्नु होला सुरुदेखि अन्तसम्म र बुझ्नुहोस् कि कसरी एउटा चाइनिज ब्रान्ड घटिया लेभलको चिप लेभलको प्रोडक्ट बनाउने कम्पनीले अहिले विश्वमा तहल्का बनाएको छ एउटा BYD को नामले। सो लेट्स स्टार्ट। BYD को जन्म अहिले भएको होइन। BYD 1995 मा नै भइसकेको थियो र त्यति बेला यस कम्पनीले चाहिँ कुनै कार या केही सामान बनाइरहेको थियो होइन। यस कम्पनीले चाहिँ एउटा रिचार्जेबल ब्याट्री बनाएको थियो र हामीले पनि त्यस सामानको युज गरेकै छौँ, गल्तीले भए पनि, जानेर भए पनि, नजानेर भए पनि। यस 1995 मा चाहिँ BYD ले एउटा रिचार्जेबल ब्याट्री बनाउँथ्यो र यो ब्याट्री धेरै नै सस्तो थियो, जसलाई गर्दा विभिन्न मोबाइल कम्पनीहरूले यसको ब्याट्री किन्ने गर्दथ्यो। बच्चामा हामीले यस नोकिया मोबाइलले चाहिँ अवश्य नै युज गरेको हुन्थ्यो र यस नोकिया मोबाइलमा युज हुने रिचार्जेबल ब्याट्री जुन थियो एउटा BYD ले नै बनाउने गर्दथ्यो। त्यति बेला स्यामसङ, सोनी, नोकिया जस्ता विभिन्न कम्पनीहरूले BYD कै यस रिचार्जेबल ब्याट्री किन्ने गर्थ्यो, किनकि यो ब्याट्री धेरै नै सस्तो थियो र अरू ब्याट्री धेरै नै महँगो पर्थ्यो। तर यो ब्याट्री सस्तो भएकोले विभिन्न कम्पनीले चाहिँ यस ब्याट्रीलाई नै अफोर्ड गर्थ्यो र त्यति बेला नै BYD को जन्म भइसकेको थियो। कुनै पनि मान्छेलाई चाहिँ एउटा कुराले चाहिँ पुरा हुँदैन, अझ काम गर्न मन लाग्छ, आफूलाई अझ डेभलप गर्न मन लाग्छ र एक्ज्याक्टली त्यति बेला BYD को अनुसँग त्यही भयो। BYD को मालिकले चाहिँ ब्याट्रीकै दुनियाँमा सीमित नभएर अझ ठुलो काम गर्न निर्णय लियो र त्यति बेला एउटा BYD जुन नाम थियो यो एउटा ब्याट्री बनाउने कम्पनी एउटा कार बनाउनेमा ट्रान्सफर भयो र त्यति बेला BYD को अन्नरले यो कन्सेप्ट आयो कि म एउटा दुनियाँमा एउटा कार बनाउँछु जुन चाहिँ एउटा ब्याट्रीले अपरेट हुन्छ, किनकि त्यति बेला पेट्रोल र डिजलले चल्ने गाडी थियो र त्यति बेला BYD ले चाहिँ यो सोच्दाखेरि यो आफ्नो प्लान अरूलाई बताउँदाखेरि धेरै मान्छेहरूले यसमाथि हाहा गरेर हाँस्थ्यो र अहिले यस BYD ले कसरी धुम मचाएको छ हामी तपाईँ हेरेका छौँ। र साल 2003 मा चाहिँ यस BYD कम्पनीले आफ्नो कार बनाउने निर्धारण गर्यो र बिस्तारै यस कम्पनीले चाहिँ 2003 मा एउटा EV कार बनाउने निर्णय गर्यो। सुरुमा यस कम्पनीलाई कुनै पनि नलेज थिएन कार बनाउने, त्यही भएर यस कम्पनीले चाहिँ एउटा चाइनामा करप्ट भइसकेको डुब्न लागिसकेको कम्पनीलाई पहिला चुज गर्यो। त्यस पछाडि चाहिँ BYD को मालिकले आफूले जति भएको डिपोजिटहरू दिन थाले, आफूले भएको क्रिएटिभिटी र आफूले बताए जस्तो कार डिजाइन गर्नको लागि कन्सेप्ट बनायो। त्यस पछाडि चाहिँ जुन कम्पनीले पहिला नै ब्याङ्क करप्ट भइसकेको थियो, डुबिसकेको थियो, तर त्योसँग कार बनाउने नलेज थियो र BYD सँग पैसा र कन्सेप्ट थियो, दुईजना मिलेर चाहिँ एउटा कारको निर्माण गर्यो। त्यो कार भयो BYD EV र यो 2005 मा सबभन्दा पहिला एउटा कार लन्च गर्यो। यस कारले चाहिँ सुरुमा केही पर्फर्मेन्स नराम्रो भए पनि बिस्तारै यस कारले चाहिँ नाम कमाउन थाल्यो र अहिले 2024 मा चाहिँ यस कारलाई चाहिँ सबभन्दा बढी बेचेको रेकर्ड पनि बनाइएको रहेको छ। जुन एउटा रिचार्जेबल ब्याट्री बनाउँथ्यो कम्पनीले, यस कारले चाहिँ बिस्तारै आफूलाई डेभलप गरेर एउटा EV कार बनायो र 2024 मा सबभन्दा बढी EV कार बेचेको रेकर्ड पनि बनाएको रहेको छ। यो BYD मा युज हुने रिचार्जेबल ब्याट्री यतिको सक्सेसफुल साबित भयो कि अहिले महिन्द्राको EV मा पनि युज हुने यो रिचार्जेबल ब्याट्री नै रहेको छ, यानि कि महिन्द्रा को गाडीमा जुन अहिले युज हुन्छ त्यो BYD ले नै सप्लाई गर्छ। अहिले BYD को एउटा कार मात्र हैन, BYD को अहिले कार, बस र धेरै जसो प्रोडक्टहरू रहेको छ र यसमा चाहिँ सबभन्दा बढी K9 भन्ने बस चाहिँ युरोपमा सबभन्दा बढी फेमस भएको छ र हाम्रो देशहरुमा चाहिँ BYD जुन यो कारहरू छ यो सबभन्दा बढी फेमस भएको छ। सो साथीहरु, अहिले तपाईहरु बुझ्न सक्नुहुन्छ कि एउटा रिचार्जेबल ब्याट्री बनाउने कम्पनी कसरी एउटा कारमा परिणत भयो र अहिले विश्वमा धुम मचाइरहेको छ। तपाईहरुले यो भिडियो कस्तो लाग्यो हामीलाई कमेन्ट गर्नुहोस् र यस्तै भिडियो पाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिराख्नुहोस्। तबसम्म टेक केयर एन्ड सी यू नेक्स्ट भिडियो साथीहरु।